हेलो नमस्ते मेरो ब्लगमा तपाईँलाई स्वागत छ र आज भने चाहिँ म चाहिँ एमजीमार्टको है भ्यू देखाउनेछु नाइट भ्यू हेर्न सक्नुहुन्छ एकदम निट एन्ड क्लिन छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ स्ट्याचु छ है महात्मा गान्धीको है हेर्नु उता पनि हेर्दै जानुहोस् एकदम दामी छ है भ्यूहरू चाहिँ नाइट भ्यू है दिउँसो भन्दा चाहिँ तर बेलुका दामी देख्छ यहाँ चाहिँ लाइटहरूले गर्दा अझै उता हेर्दै जानुहोस् होला है के हुन्छ एकदम दामी छ है तपाईहरु आएर यहाँनिर भिजिट गर्न सक्नुहुन्छ कति त आउनु भएको छ होला कति आउनु भएको छैन होला है यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ एकदमै दामी छ है यो ठाउँ चाहिँ अन्त एकदम पिस पनि छ सफा पनि छ है हिँड्नु नि तपाईँ यहाँ चाहिँ एकदम दामी दामी प्लान्टहरू छ कतिजनालाई त प्लान्टहरू मनपर्छ है मान्छेको भ्यू पनि एकदम छ है यहाँतिर चाहिँ बेलुका चाहिँ दिउँसो पनि एकदम हुन्छ है तर मलाई चाहिँ बेलुकाकै दामी लाग्छ भ्यू चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले पनि लाइटहरू हालेर है यो ट्रिजहरूतिर चाहिँ एकदम दामी छ त्यस्तो मजा अझै उता पनि हेर्दै जानुहोस् होला यो सिक्किमको लोगो चाहिँ निकालेको छ है एकदम वेटिङ सिटहरूदेखि लिएर सबै छ यहाँ चाहिँ तपाईँहरू आएर यसो इन्जोय गर्न सक्नुहुन्छ है बसेर अब उतातिर हेर्दै जानुहोस् होला है स्ट्याचुहरू छ एकदम दामी छ है रेड पान्डाहरू हेर्न सक्नुहुन्छ तपाईँले स्ट्याचुहरू सिक्किमको लोगोहरू छ है हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम फोटोहरू आएर खिच्नुहुन्छ है सबै पब्लिकहरूले यहाँ चाहिँ फोटोहरू खिच्नु पनि एकदम पब्लिकै छ सबै हेर्नुहोस् होला यो चाहिँ सिक्किम ग्याङ्टोकको भ्यू है एकदमै दामी छ नाम एकदमै दामी छ एमजीमार्ट है दामी लाग्छ हेर्न सक्नुहुन्छ र यहाँ चाहिँ अलिकति लाइटहरूले टल्केको कारणले त्यति राम्रो देखिँदैन लोगोहरू चाहिँ हेर्नुहोस् होला तपाईँहरूले एकदमै दामी छ हेर्न सक्नुहुन्छ प्लान्टहरू एकदम दामी छ प्लान्ट र यहाँ चाहिँ है सबैजनाले फोटोहरू पनि खिचिदिनुहुन्छ है आएर एकदमै दामी छ घुम्ने जग्गाहरू चाहिँ है एकदम सफा छ अरूभन्दा पनि सबै भन्दा पनि एकदम सफा छ है यहाँ चाहिँ हेर्दै जानुहोस् होला अझै उता पनि है एकदम लाइटहरूले गर्दा है अस्ति चाहिँ दिवाली आउनु आँटेको थियो र चाहिँ एकदम झिलिमिली थियो है यहाँ चाहिँ अझै उता उता पनि हेर्दै जानुहोस् होला एकदम दामी छ भ्यू चाहिँ र अब चाहिँ हामी नयाँ मार्केटतिर पस्नु आँट्यौँ है पर केसी भाइसँग जाउँ है सजा एकदम दामी छ र अब चाहिँ हामी है नयाँ मार्केटपट्टि जाँदैछौँ र यहाँ मुनि गेट देख्दै गर्नुभएको चाहिँ त्यो चाहिँ लालबजार झर्ने गेट हो है एकदम दामी छ यो गेट पनि है डेकोरेट गरेर यहाँदेखि उँधो गए चाहिँ सिधै लालबजार पुग्छ र हामी चाहिँ सिधै उता गयौँ यो चाहिँ नयाँ मार्केट एकदम दामी छ है यो चाहिँ तपाईँले के केहरू सपिङ गर्न सक्नुहुन्छ है विशेष गरी फोनहरू किन्नु चाहनुहुन्छ है सेकेन्ड ह्यान्ड आइफोनहरू किन्नु चाहनुहुन्छ चाहिँ यहाँ क्यासिफाई छ त्यहाँ गएर किन्नु सक्नुहुन्छ यहाँ एकदम दामी लेखेको छ है आई लभ ग्याङ्टोक भनेर तपाईँले ट्याटुहरू बनाउनु चाहिने पनि छ यहाँ माथितिर गयो भने ट्याटुहरू एकदम दामी बनाइदिनुहुन्छ हेर्दै जानुहोस् होला अझै र यहाँ चाहिँ माथिल्लोपट्टि चाहिँ है गाडीहरू कुद्छ यहाँ मुनि चाहिँ मान्छे हिँड्छ पर चाहिँ हिँड्नु पाउँदैन गाडीहरू अन्त मान्छेमा त एकदम म चाहिँ साथीसँग एकदम भिडियो गर्दै जाँदै थिएँ है बेलुकाको भ्यूमा एकदम दामी यसलाई चाहिँ नयाँ मार्केट भन्छ है एकदम दामी छ र तपाईँहरूले मेरो यो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनुहोस् होला है आज पनि तपाईँहरूलाई यस्तै दामी भिडियोहरू लिएर छु है हेर्दै गर्नुहोस् होला र अब चाहिँ यहाँ राख्दैछु है धन्यवाद।